स्वागत छ तपाईहरूलाई सनातन शिक्षा विथ आकाशमा। आज हामीहरूले ब्याङ्किङ तर्फको 4th लेभलको होइन एकीकृत परीक्षा प्रणाली युनिफाइड एक्जामिनेसन सिस्टमको बारेमा चाहिँ चर्चा गर्नेछौँ। अब यो हाम्रो एकीकृत परीक्षा प्रणाली अनुसार यो एक्जामिनेसन स्किम चाहिँ हाम्रो यस्तो रहेको छ। फर्स्ट फेज होइन प्रथम चरण जुन लिखित परीक्षा हो होइन रिटेन एक्जामिनेसन, अनि यो चाहिँ पूर्णाङ्क हाम्रो 200 अङ्कको हुन्छ। द्वितीय चरण होइन सेकेन्ड फेज यसको अन्तर्वार्ता हुन्छ होइन, अनि इन्टरभ्यू त्यसको चाहिँ पूर्णाङ्क 30 अङ्कको हुन्छ। अब मैले योभन्दा अगाडि चाहिँ नि होइन यो 4th लेभलको होइन विज्ञापनको बारेमा चाहिँ भिडियो मैले बनाएको थिएँ होइन, जुन चाहिँ फागुन 1 गते चाहिँ खुलेको थियो 3टै ब्याङ्कको होइन। अब यो चाहिँ हाम्रो नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य ब्याङ्क, कृषि विकास ब्याङ्कको लागि हो होइन 4th लेभलको लागि। अनि यो फेरि नेपाल राष्ट्र ब्याङ्कको लागि चाहिँ छुट्टै इक्जाम हुन्छ है, त्यो यसमा चाहिँ आउँदैन है। अब प्री टेस्ट पास गरेका साथीहरू पक्कै पनि होइन त्यो भ्याकेन्सी चाहिँ फर्म चाहिँ भर्नु भएको होला। अनि जुन पहिलेदेखि नै साथीहरू चाहिँ तयारी चाहिँ गर्दै आउनु भएको छ उहाँहरूलाई त बढी चाहिँ मलाई लाग्दैन कि भन्नुपर्छ होइन, बुझाउनुपर्छ, उहाँहरू आफै चाहिँ बुझ्न सक्नुहुन्छ। तर यो भिडियो चाहिँ उहाँहरूको लागि, उहाँहरू साथीहरूको लागि हो जुन चाहिँ भर्खरै ब्याङ्किङतिर चाहिँ तयारी थाल्नु भएको छ, सुरु गर्नु भएको छ, भर्खरै प्री टेस्ट पास हुनु भएको छ होइन, उहाँहरूको लागि चाहिँ बेनिफिसियल हुनेछ। अब यसको चाहिँ होइन कुरा चाहिँ गर्दाखेरि प्रथम चरणमा हाम्रो फर्स्ट पेपर सेकेन्ड पेपर हुन्छ होइन। फर्स्ट पेपरमा हाम्रो ब्याङ्किङ म्यानेजमेन्ट होइन, अकाउन्टिङ, म्याथमेटिक्स एन्ड इन्फर्मेसन टेक्नोलोजीको बारेमा हामीले चाहिँ पढ्नुपर्ने हुन्छ। त्यस्तै गरी होइन अब द्वितीय होइन चरणमा हाम्रो सर्भिस ग्रुप एन्ड इन्स्टिट्युसन रिलेटेड सब्जेक्टहरू हुन्छ। अब फर्स्ट होइन पेपरमा हाम्रो चाहिँ 12वटा प्रश्न 5 अङ्कको, 4वटा प्रश्न 10 अङ्कको चाहिँ सोधिनेछ। अनि यो समय हाम्रो कुरा चाहिँ गर्दाखेरि 2 घन्टा 30 मिनट चाहिँ हुनेछ। त्यस्तै गरी द्वितीय पेपरमा पनि हाम्रो 8वटा प्रश्न 5 अङ्कको र 6वटा प्रश्न हाम्रो 10 अङ्कको हुनेछ। यो यसमा पनि समय हाम्रो त्यतिकै हो होइन, 2.5 घन्टा। अनि द्वितीय चरण हाम्रो अन्तर्वार्ता हो, इन्टरभ्यू, जुन चाहिँ मौखिक हुन्छ 30 अङ्कको है। अब यो नोट्सहरू हुन् होइन, यसमा यो इम्पोर्टेन्ट होइन नोट्सहरू हो, यो त तपाईँहरूले आफै पनि पढेर चाहिँ बुझ्न सक्नुहुन्छ। सिलेबस हाम्रो स्वीकृत भएको थियो 82 छुवा महिना 9 गते। अब सिलेबस तपाईँहरूले कहाँ पाउन सक्नुहुन्छ भने अब यो तपाईँहरू चाहिँ होइन लोकसेवा आयोगको अफिसियल वेबसाइटबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ, अथवा सम्बन्धित ब्याङ्कको चाहिँ वेबसाइटबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ। अब यो हाम्रो होइन फर्स्ट पेपरको सिलेबस हो। अब यो तपाईँहरू आफै पनि होइन यसो पढेर चाहे जुन यसो मार्केटबाट सिलेबस बुकहरू किनेर ल्याउनु भयो भने त्यहाँ पनि मेन्सन गरिएको हुन्छ, त्यहाँबाट पनि हेरेर राम्ररी थाहा पाउन सक्नुहुन्छ। चाहे यो सिलेबस पनि डाउनलोड गरेर अनि मजाले हेर्न सक्नुहुन्छ। यसमा हाम्रो ब्याङ्किङ सब्जेक्ट छ, ब्याङ्किङ लज, म्यानेजमेन्ट होइन, अकाउन्टिङ, म्याथमेटिक्स, इन्फर्मेसन टेक्नोलोजीको बारेमा चाहिँ छ। यो हाम्रो सेकेन्ड पेपर राष्ट्रिय वाणिज्य ब्याङ्कको लागि हो। यो यसको चाहिँ सेकेन्ड पेपरको सिलेबस हो आरबिबीको। त्यस्तै गरी यो हाम्रो नेपाल बैङ्क लिमिटेडको सेकेन्ड पेपरको चाहिँ सिलेबस हो। सिमिलरली यो हाम्रो कृषि विकास ब्याङ्कको सेकेन्ड पेपरको सिलेबस। अब यस्तै होइन गरी निरन्तर रूपले अब चाहिँ सिलेबसको होइन सब्जेक्ट वाइज भिडियोज म चाहिँ अपलोड चाहिँ गर्नेछु। ल त आजको लागि यति नै राखौँ।